ये नूडल्स वापस लेके जाओ। ये सब ना मैं खाती हूँ ना किसी को खाने देती हूँ। बर्गर, पिज्जा सब कुछ ही छोड़ दिया मतलब। इसमें शुगर डाला है? अच्छा नहीं है शुगर। तपाईले आफ्नो मनपर्ने सेलिब्रिटीहरूलाई एडभर्टाइजमेन्टहरूमा त्यसरी खाना खाइरहेको देख्नुहुन्छ, तर के उनीहरूले साँच्चैकै डेली लाइफमा त्यसरी नै खाना खान्छन् त? पक्कै पनि होइन। तपाईले जे देख्नुहुन्छ त्यो केवल एउटा एडभर्टाइजमेन्ट मात्र हो। उनीहरूको शारीरिक बनावटको पछाडि पर्सनल ट्रेनर, डाइट्रिसियन, स्ट्रिक्ट डाइट प्लान्स र धेरै डिसिप्लिन हुन्छ। उनीहरूले त एडभर्टाइजमेन्ट गरेको बापत पैसा लिने गर्दछन्, तर उनीहरूलाई देखेर तपाईले रोज्ने अनहेल्दी फुड चोइसेसको प्राइस चाहिँ तपाईको शरीरले तिर्नुपर्ने हुन्छ। त्यसैले उनीहरूको मुभिजहरू हेर्नुस्, इन्जोय गर्नुस्, तर तपाईको प्लेटमा के जान्छ भन्ने निर्णय तपाई एडभर्टाइजमेन्टको आधारमा नलिनुस्। र यो भिडियो ती मान्छेहरूमा सेयर गर्नुस् जसले सेलिब्रिटीहरूलाई पछ्याउँदै अन्धाधुन्द खाना खाने गर्छन्।